पनि भन्न मिलेन भाइ पनि भन्न मिलेन महासागरमा हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अन्जना ब्लग। आज धेरै दिनपछि म ब्लग बनाउँदैछु, त्यो पनि लङवाला ब्लग मेरो युट्युबमा हाल्छु, म हेर्नु होला। अनि म एकदमै सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आई होप सबैजना सन्चै हुनुहुन्छ, म फिक्स भन्छु है। म आज कहाँ छ हजुरहरूलाई थाहा छ? मेरो पछाडि पानी 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 पानी, यता पानी उता पानी उता पानी, यता मान्छे देखिराख्नु भएको छ हजुरहरू। आई नो यो कहाँ हजुरलाई थाहा छ? थाहा छैन होला, मैले भनेको छैन, अब म भन्छु अनि हजुरहरूलाई थाहा हुन्छ। हामी छौँ आज प्रशान्त महासागरमा। नेपालमा महासागरै छैन, यो केटी अग्रम बग्रम बोल्छ भनेर हजुरलाई लाग्न सक्छ, तर म अग्रम बग्रम नै बोल्दैछु। नेपालमा साँच्चीकै महासागर सागर कि पनि छैन, यो धनगढीमा पर्छ। धनगढी नेपालमा पर्दैन भनेर भन्दैन, नेपालमै पर्छ यो महासागर पनि होइन खासमा चाहिँ। यहाँ हेर्नुहोस् न, वाउ कस्तो राम्रो छ, कहिले पानी नदेखाए जस्तो गर्दैछु म चाहिँ। यो हो विशालनगरभित्र पर्ने के हो यो? खल्ला खल्ला, यसलाई खल्ला भन्छन्। हजुरहरूलाई थाहा छ यता मान्छेहरू गयो भने बाँच्दैनन् अरे, भित्र तानिदिन्छन् अरे। यो भित्र के छ के छ त्यो थाहा छैन, तर यस्तै हुन्छ अरे कि। अनि म पनि भित्र गयो भने मर्छु भनेर यिनीहरू मलाई नजा नजा भन्दैछन्, तर मलाई जानु मन लागेको छ। म भित्र जान्छु है। ल गाइज, म भित्र गएर देखाउँछु हजुरहरूलाई। म बाँच्यो भने हजुरहरूलाई यो भिडियो पोस्ट हुन्छ, बाँचेन भन्यो भने पोस्ट गर्छु। गाइज हेर्नु त, मैले यता पैसा पाएँ, तर कसको यो खल्लामा पैसा फालेको कति रुपियाँ आयो? 15 रुपियाँ। ओ माई गड, जिन्दगीमा पहिलोचोटि पैसा पाएँ मैले घुम्न आउँदा। ओ माई गड, अनएक्सपेक्टेड। खै त न त च्याट्यो यार, पानी ल्याउ भएछ अस्ति। 5 रुपियाँ तर त नक्कली जस्तो छ त। ओके, यो दसको के दोष थियो र? मैले होइन यो आफै भएको यस्तो। तर 5 रुपियाँ त पायो, 5 रुपियाँ पनि त्यत्तिकै पाउनु भने धेरै ठुलो कुरा होइन। तर केही छैन, यो 5 रुपियाँ मलाई चाहिँदैन, म पानीमा यसलाई फालिदिन्छु। लज्जा अरूको हेर्नु न गाई, जिन्दगीमा पहिलोचोटि मैले आज 15 रुपियाँ पाएँ क्या। यता आएर 15 रुपियाँ यु नो 15 रुपियाँ 15 रुपियाँ पाएँ, तर पनि के गर्नु, फुटी किस्मत च्यात्यो। अनि मैले फालिदिएँ है, के गर्नु त, यस्तै छ। चारैतिर पानी छ, घाम पनि लाग्यो। यस्तो घाममा म मर्छु, हुन त मर्ने भनेरै आएको, तर मैले मर्न सकेन गाइस। के गर्नु, यी रानीहरूले मलाई बेलुकातिर सनसेट हुन्छ क्या, रानीहरू मर्न दिएन तिनीहरूले मलाई। अब म घर जान्छु, यता सनसेट हुन्छ अरे, के हुन्छ अरे, भइ त हाल्छ नि। सन आएपछि सनसेट पनि हुन्छ, सनराइज पनि हुन्छ, सनसेट हुन्छ, सनराइज हुन्छ। त्यो त प्राकृतिक नियम हो। यो को सम्झाइदियोस् कि यिनीहरूले, को सम्झाइदियोस् कि साथीहरू। यिनीहरू यस्तो छन् के भनौँ है। यस्तो चिसो मौसम छ, एकचोटि यसो हिँडेर आउन भनेर पानीको ठाउँमा आएको। पानीको ठाउँ त धेरै गर्मी पो हुँदो रहेछ। म त बस्दैनले मरिहालेँ नि साथीहरू। पारीमा खोला बिचैमा दोभान, लाउ र खाऊ भन्दैमा प्यारी गयो है जोवन। लाउ र खाऊ भन्दैमा प्यारी गयो है जोवन। कस्तो लाग्यो त साथीहरू तपाईँलाई मेरो सङ? मलाई विश्वास छ हजुरहरूलाई मन परेन। मलाई मेरै स्वर मलाई आफूले त मन पर्दैन, हजुरहरूलाई मन नपर्नु धेरै ठुलो कुरा पनि होइन है। म त्यसलाई धेरै ठुलो मान्दा पनि मान्दैन। मेरो स्वर राम्रो छैन, मलाई गीत गाउन आउँदैन, हजुरहरूलाई मनपर्छ पनि म भन्दैन है। जे भए पनि लाइक कमेन्ट फलो चाहिँ गरिदिनु होला प्लिज मेरो साथीहरू। उनीहरूले माछा मार्दैछन्, दाजु हुन् कि भाइ हुन्, दाजु पनि भन्न मिलेन, भाइ पनि भन्न मिलेन। साथीहरूले माछा मार्दैछन्। माछा पनि यति सानो के सानो यो गिडगिडे होला। हाम्रा गाउँतिर त हामी गिडगिडे माछा भन्ने थियो, त्यसै माछा मार्ला ठाडोहरू। यिनीहरूको लागि त यो माछा पनि धेरै हो। आई नो, यिनीहरू यही गर्छन् दिनभरि। अहिले साँझको लागि तरकारी बनाउँछन्, त्यो पनि होइन, त्यत्तिकै बसिराख्नुभन्दा साँझको तरकारी पनि हुन्छ, मिठो पनि हुन्छ। तर हामीलाई त माछा मन पर्दैन है। यस्तै छ। आज यो तालबाट घर आइयो। यस्तो ताल पनि रहेछ, मैले त धनगढी आएको यत्रो वर्ष भयो आज देखेँ। यस्तै पागल भ्लगहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, हजुरहरूको साथसँग सेयर गरिदिनु होला भन्दै आजको भ्लग यही एन्ड गर्न चाहन्छु साथीहरू। बाई बाई।